एकल पछिल्लो समयमा टेलिभिजन तथा डिजिटल प्लेटफर्महरूमा नेपाली सिरियलहरूको निर्माण तीव्र रूपमा बढिरहेको छ। यसै क्रममा अहिले एकल नारीको पीडा नामक नयाँ टेली सिरियल श्रृङ्खला निर्माणमा आएको छ। निर्माण सकिएको छ, अब चाँडै सार्वजनिक हुँदैछ, जसले नेपाली समाजमा एकल महिलाहरूले भोग्नुपर्ने पीडा, सङ्घर्ष र सामाजिक विभेदलाई केन्द्रमा राखेको छ। यस श्रृङ्खलाको टाइटल गीत हालै मात्र सार्वजनिक गरिएको छ, भएको छ। तपाईँले हेर्नु भएको छ कि छैन, तपाईँले पक्कै पनि हेर्नुहोला। गीतमा प्रयोग गरिएको शब्द, सङ्गीत र भावले नारीका भावना, संवेदना र भोगाइहरूलाई अत्यन्तै मार्मिक रूपमा प्रस्तुत गरिएको छ। गीतले सामाजिक परम्परा, नारीप्रतिको दृष्टिकोण र एकल महिलाको पीडालाई कलात्मक रूपमा उजागर गर्छ। आज यही नारी प्रधान सिरियलको बारेमा जानकारी दिनेछु भने स्मरण रहोस्, हामीले जे देख्छ त्यो लेख्छ। नमस्ते, मेरो नाम हो अनिल गुरुङ अर्थात् अनिल तमु। पर्दामा देखिरहनु भएको व्यक्ति हुन् सुभाष काफ्ले। पूर्व उदयपुर कटारी वडा नम्बर 1 चौफाल गाउँका सुभाष काफ्ले विगत 14 वर्षदेखि पोखरामा घर बनाउने काम गर्दै आएका छन्, अर्थात् ज्यामी काम गरिरहेका छन् भने सुभाष काफ्ले सानैदेखि कलाकारिता क्षेत्रमा निकै रुचि राख्ने, सानैदेखि नै धेरैभन्दा धेरै टेली सिरियल, सडक नाटकहरू हेर्दै आएका थिए भने अब आफू पनि केही गर्नुपर्छ, आफ्नो छुट्टै पहिचान बनाउनु पर्छ भनेर लागि परिरहेका छन्। अहिले नारी प्रथाको, नारी वेदनाको कथामा एक सामाजिक सिरियल निर्माणतिर लागिरहेका छन् र निर्माण गरिरहेका छन् र सार्वजनिक चाँडै हुँदैछ। सानै उमेरमा आफ्नो जन्म दिने आमा बितेकोले गर्दा पनि नारीप्रति उसको दृष्टि सम्मानीय रहेको कारणले गर्दा पनि एक नारी प्रधान सिरियल निर्माण गरेको समेत जानकारी दिएका छन्। पोखराको विभिन्न स्थानहरूमा घर बनाउने काम गर्दै पोखरामै मिलेर काम गर्ने एउटा टिम खोजे, अर्थात् एउटा साथी खोजे। साथीसँग उहाँको भेट पनि भयो र ढुङ्गा खोज्दा देउता मिलेको जस्तो अनुभव पनि भयो। ती साथी आँखामा हाल्दा पनि नबिजाउने साथी पाएपछि त्यसपछि सिरियल निर्माण गरेको समेत जानकारी दिएका छन्। एकल नारीको पीडा सिरियलमा सामाजिक विभेदको सामना गरिरहेकी र आत्मसम्मान सहित समाजमा बाँच्ने सङ्घर्षरत महिलाको जीवनलाई चित्रण गरिएको छ। पारम्परिक समाजमा एकल नारीलाई हेर्ने दृष्टिकोण, उनीहरूलाई दिइने तिरस्कार र उनीहरूकै आत्मबलले समाजसँग जुधिरहेको कथा सिरियलको मूल सन्देश बनेको छ, मुख्य विषय बनेको हामीलाई जानकारी दिनुभएको छ। श्रृङ्खलाको कथा, पटकथा तथा निर्देशन सुभाष काफ्ले आफैले गरेका छन् भने अनुभवी पोखरेली कलाकारहरूको टिम रहेको उक्त सिरियलमा निकै राम्रो अभिनय गरेको समेत जनाएको छ। निर्माण पक्षले दर्शकलाई मन छुने श्रृङ्खला दिनको लागि